नमस्ते सबैजनाहरूलाई। मैले चाहिँ आज एकदमै साधारण तथा धेरै महत्त्वपूर्ण कुराहरू चाहिँ हजुर सामु चाहिँ भन्न गइरहेको छु। जुन कि हामीले कुनै पनि मान्छेलाई अथवा संस्थालाई चेक जारी गर्दा अथवा चेक काटेर दिँदा चाहिँ के कुरा चाहिँ हामीले चाहिँ ध्यानपूर्वक लेख्नुपर्ने हुन्छ भन्ने चाहिँ म यहाँहरू सामु बताउन गइरहेको छु। कृपया ध्यानपूर्वक हेर्नुहोला। जस्तै हामीले यो ग्लोबल आइबी ब्याङ्कको एउटा चेक छ, कुनै राम भन्ने मान्छेलाई चाहिँ काट्नु पर्यो रे। राम भन्ने मान्छेलाई काट्नु पर्दा चाहिँ फर्स्टमा हामीले चाहिँ राम व्यक्तिको नाम नेपाल लेख्यौं र उहाँलाई हामीले चाहिँ 2500 चाहिँ काट्नु पर्नेछ, 2500 चाहिँ दिनुपर्नेछ भने हामीले यसमा चाहिँ 2 THOUSAND 1000 5 SUNDRED 500 only गर्नुपर्छ। हामीले चाहिँ यो वर्डमा लेख्यौं अथवा चाहिँ अक्षरमा लेख्यौं। अब चाहिँ अंकमा डिजिटमा चाहिँ यता बक्स हुन्छ, यसमा चाहिँ हामीले 2500 गर्नु पर्यो, यति लेख्ने। अनि हाम्रो यहाँ मिति हामीले धेरै जस्तो चाहिँ ग्राहकहरुको चाहिँ यसमा चाहिँ धेरै गल्ती भइरहेको अथवा चाहिँ यसमा चाहिँ धेरै चाहिँ केयरमेट भइरहेको अथवा चाहिँ यसमा चाहिँ रङ चाहिँ लेखिरहनु भएको चाहिँ हुन्छ र त्यही कारणले चाहिँ चेकहरु चाहिँ फिर्ता आइरहेको हुन्छ। त्यही भएर हामीले चाहिँ फर्स्टमा चाहिँ जहिले पनि गते, महिना र वर्ष हुन्छ। गतेमा चाहिँ आज मानव 14 गते 11 महिना 2082 मानम। यो चेक चाहिँ हामीले आजको मितिदेखि 6 महिनासम्म चाहिँ हामीले चाहिँ साट्न पाउँछौं। तर यो मिति जस्तो आज 14 गते छ भने 15 गतेको चाहिँ हुनु भएन, यहाँ 15 गते हुनु भएन। जस्तो मानम यहाँ 15 गते भयो भने यो चेक चाहिँ भोलिको मितिको हुन्छ। भोलि मात्रै साट्ने हुँदा यसमा चाहिँ 15 गते लेख्नु हुँदैन, भोलि अथवा चाहिँ भोलिको मिति लेख्नु हुन्न। अनि यहाँ चाहिँ खातावालको सिग्नेचर जस्तो राम मानम, अनि यहाँ नि राम मानम। अनि हाम्रो चाहिँ अस्ति एउटा चाहिँ इन्डियाको केस नै सुनिराख्नु भएको होला। एउटा प्रिन्सिपलले चाहिँ हाम्रो यसमा चाहिँ रङ लेख्नु भएको छ, अथवा चाहिँ उहाँलाई चेक गर्न आइन्छ, धेरै आलोचना भएको दिन देखिन्छ उहाँको चाहिँ। यसमा चाहिँ हजुरले नेपालीमा लेख्दा नि हुन्छ, तर चाहिँ 2500 चाहिँ लेख्नु हुँदैन, 2500। यहाँ चाहिँ के छ भन्दा 2500 उहाँले गरेको छौं नि हामीले, यसमा चाहिँ 2500 उहाँले चाहिँ लेख्न मिल्दैन। धन्यवाद।